आज घर जानु बाहिर छोड्नु हुँदा भनेर भन्न चाटिरहेको थियो कि शान्ति भयो म शान्ति हो के हो आजको चाहिँ हाम्रो यी बाटेन्डर सुमन गैरे कपिल वस्तु बडङ्गा नगरपालिका वडा नम्बर 8 नागरिक नम्बर 100 के हैन आज चाहिँ हाम्रो इस्माइल पार्क आधार कार्ड हो साला हामी जमानादेखि इस्माइल पार्कमा आउँथ्यौँ आज इस्माइल पार्क भन्ने ठाउँमा आज इस्माइल गर्दै दारू खाँदै हामी चाहिँ हामी स्याहार्छौँ तर हामी स्माइल गर्छौँ उता केशव साथी यहाँ चाहिँ सीमन्ते दाइ होइन भाइको आज हाम्रो एकदम हाम्रो इभेन्ट म्यानेजर चाहिँ रजनी भाइ हो है भाइले गर्दा हामी सबैजना एकै ठाउँमा छौँ बिग मास्टर निकाल बिग मास्टर कता छ यहाँ एउटा छ हैन ए उता भजन बजिरहा हैन हामी त शिवजी नै हो यार जय शम्भो शिवजी ए उन्न यार सक्यो भने फेरि अर्को ल्याउँला म्यारिनेट गरिदियो क्या टमाटरलाई भोड्काबाट भोड्का म्यारिनेट गरिदिस् क्या यस्तो कि होइन विदेशतिरकै मासुहरूमा रेड वाइनहरू हाल्छ नि हामीले पनि हालिदिने रेड वाइन अरे दाइ मैले खुद होइन यो खुकुरी रम हुन्छ नि यस्तो त्यो मटन बनाउँथ्यौँ कि हामीले इन्डियामा त्यही बनाउनु रहेछ क्या इन्डियामा होल्ड मग भिडियोहरू अब यस्तो गरौँ कि एकछिन होइन एकछिनतिर यस्तो छोडिदिउँ पुदिनाको फ्लेभर आओस् भनेर क्या हल्का ऊ पनि हालिदिउँ न अदुवा कस्तो यही नै थियो आजको हाम्रो मिनी ब्लग ताली सबैजना काँक्रो चाहिँ फेरि काँको भन्दाखेरि हाम्रो काँक्रा चाहिँ हजुरको मुस्ताङको काँक्रा हो मुस्ताङको काँक्रा काँक्रा त्यो अप्पर डोल्पोको हो यो लसुन चाहिँ मनाङको हो टमाटर चाहिँ लाङटाङको ओस्ट्रिचको मासु लसुन चाहिँ मनाङको ओस्ट्रिचको मासु पाक्दैछ डाइनोसरको मासु पाक्दैछ अन्नपूर्णको प्याज वेल माछाको अचार वेल माछा काँक्रा ल अब चाहिँ बन्द गरिदिउँ ल